आजको युग विज्ञान, प्रविधि र नवप्रवर्तनको युग हो। विश्व तीव्र गतिमा डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेको छ, जहाँ दक्ष प्राविधिक जनशक्ति राष्ट्र विकासको प्रमुख आधार बनेको छ। यिनै आवश्यकता र सम्भावनालाई आत्मसात गर्दै सन् 2005मा स्थापना भएको नेशनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी NIET आज नेपालका अग्रणी इन्जिनियरिङ शिक्षण संस्थामध्ये एकका रूपमा परिचित छ। सुरुवातमा कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एन्ड एप्लाइड साइन्सेसका रूपमा स्थापित भएको यस संस्थाले विशेष गरी बायोमेडिकल इन्जिनियरिङ शिक्षाको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ। पूर्वाञ्चल विश्वविद्यालयसँग आबद्ध तथा नेपाल इन्जिनियरिङ परिषदमा दर्ता रहेको NIETले गुणस्तरीय, व्यावहारिक तथा उद्योग मैत्री शिक्षा प्रदान गर्दै भविष्यका सक्षम इन्जिनियर उत्पादन गरिरहेको छ। सन् 2005मा स्थापना भएको नेशनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी अहिले आएर 3वटा प्रोग्राम सञ्चालन गरिरहेको छ। बी इन बायोमेडिकल इन्जिनियरिङ, बी इन कम्प्युटर इन्जिनियरिङ, बिटेक इन आर्टिफिसियल इन्टेलिजेन्स र बी इन बायोमेडिकल इन्जिनियरिङमा 144 सिट, बी इन कम्प्युटर इन्जिनियरिङमा 48 र बिटेक इन एआईमा 48 सिट अहिले सञ्चालन गरिरहेको छ। 2005 देखि सञ्चालन भएर अहिले 18औं ब्याच निस्किसकेको छ र यसको बायोमेडिकलबाट सुरु गरेको हामीले लास्ट इयरदेखि बी इन कम्प्युटर इन्जिनियरिङ र बिटेक इन आर्टिफिसियल इन्टेलिजेन्समा पनि प्रोग्राम सुरु गरेका छौँ। अरू इन्जिनियरिङ कलेज भन्दा यो कलेजमा हामी बायोमेडिकल इन्जिनियरिङ चाहिँ यो कलेजमा मात्रै सञ्चालन गरेको छ। यो चाहिँ मेडिकल र इन्जिनियरिङको दुईवटाको फ्युजन हो। त्यसैले यो चाहिँ अरू कलेजहरूमा सञ्चालन गरेका पनि छैनन्, गर्न त्यति सजिलो पनि छैन। हामी 2005 देखि चाहिँ काइन्ड अफ एउटै नेपालको चाहिँ एक मात्र बायोमेडिकल इन्जिनियरिङ कलेजको रूपमा हामी छौँ। बायोमेडिकल इन्जिनियरिङमा एआईको युज हामी पहिलेदेखि नै गरिरहेका थियौँ र अहिले आएर एआईको जमानामा सबै इन्जिनियरिङहरूलाई चाहिँ हेल्थ केयर, कम्प्युटर, बायोमेडिकल सबैलाई चाहिँ इन्टिग्रेट गर्नको लागि चाहिँ हामीले एआई र कम्प्युटर जस्ता सब्जेक्टहरू अहिलेको जल्दबल्दा सब्जेक्टहरूलाई पनि लास्ट इयरदेखि यहाँ सञ्चालन गरिरहेका छौँ। हामीले यो कलेजलाई चाहिँ एउटा ब्रान्डको रूपमा डेभलप गर्न खोजिरहेका छौँ र त्यसैले पनि हामी बायोमेडिकल, एआई र कम्प्युटर जस्ता सब्जेक्टहरू राखिरहेका छौँ। त्यसैले एआई इन हेल्थ केयर चाहिँ ब्रान्ड नै बनाउने भनेर हामी हेल्थ केयरमा चाहिँ एआई युज गर्न चाहिँ खोजिरहेका छौँ। अहिलेको जल्दोबल्दो अबको युग भनेको, त्यसैले चाहिँ हामीले चाहिँ यसलाई बायोमेडिकललाई विथ एआई एन्ड हेल्थ केयर त्यतातिर चाहिँ बढाउँदैछौँ। प्रविधिको भविष्य मानिएको कृत्रिम बुद्धिमत्तालाई मध्यनजर गर्दै NIETले सञ्चालन गरेको ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स कार्यक्रम विद्यार्थीहरूलाई आधुनिक विश्वका चुनौती समाधान गर्न सक्षम बनाउने लक्ष्यसहित सञ्चालन गरिएको छ। 4 वर्षीय यस कार्यक्रमले कम्प्युटर विज्ञान, गणित र डाटा विज्ञानलाई एकीकृत गर्दै बुद्धिमत्ता प्रणाली निर्माण, मेसिन लर्निङ, डाटा विश्लेषण तथा समस्या समाधानका सिप विकासमा केन्द्रित रहेको छ। यस कार्यक्रमबाट विद्यार्थीहरूले विश्वव्यापी रोजगारी र अनुसन्धानका अवसरहरू प्राप्त गर्न सक्ने आधार तयार गर्दछ। अहिलेको परिस्थितिमा चाहिँ वर्ल्डमा चाहिँ आर्टिफिसियल इन्टेलिजेन्स एआईले चाहिँ हेल्थ केयरलाई एकदम ठुलो रूपमा चाहिँ रूपान्तरण, एउटा ट्रान्सफर्म चाहिँ गरिरहेको छ। हजुरको अब डिजिज डायग्नोसिसदेखि लिएर मेडिकल इमेजिङदेखि लिएर रिहेबिलिटेसनदेखि लिएर टेलिमेडिसिन, पर्सनलाइज हेल्थ केयर, एआईले एभ्री एस्पेक्टमा चाहिँ हेल्थ केयरलाई मोर एक्सेसिबल र एफिसिएन्ट एन्ड इफेक्टिभ बनाएको छ। अनि एज एन एजुकेटर मेरो गोल चाहिँ म NIETमा आबद्ध भइसकेपछि र एउटा दुईटै विधामा चाहिँ मेरो एउटा विशेषज्ञता हासिल गरिसकेपछि ब्याचलर्स इन बायोमेडिकल इन्जिनियरिङ र बिटेक इन एआईमा गरिसकेपछि मेरो गोल चाहिँ स्टुडेन्टहरूलाई चाहिँ इन्स्पायर गर्नु हो टु सल्भ रियल वर्ल्ड प्रब्लम्स
थ्रु इनोभेसन्स एन्ड रिसर्च। त्यसै गरी एनआइईटीको पहिचानसँग जोडिएको अर्को महत्त्वपूर्ण कार्यक्रम हो बायोमेडिकल इन्जिनियरिङ। 4 वर्षीय यस कार्यक्रमले इन्जिनियरिङ सिद्धान्तलाई स्वास्थ्य सेवासँग जोड्दै चिकित्सा उपकरण, निदान प्रणाली तथा स्वास्थ्य प्रविधिको विकास र व्यवस्थापन सम्बन्धी ज्ञान प्रदान गर्छ। स्वास्थ्य क्षेत्रमा बढ्दो प्रविधिको प्रयोगसँगै दक्ष बायोमेडिकल इन्जिनियरको आवश्यकता बढिरहेको अवस्थामा एनआइईटीले यस क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। अब हामीले चाहिँ यस कलेजमा चाहिँ विभिन्न किसिमको चाहिँ यो 8औं सेमेस्टरको विद्यार्थीहरूलाई चाहिँ 7औं र 8औं सेमेस्टरको विद्यार्थीहरूलाई प्रोजेक्ट चाहिँ गराइन्छ र प्रोजेक्टमा चाहिँ विशेष गरेर वेट ल्याब पनि छ र इन्स्ट्रुमेन्टेसन र अहिले विगत केही वर्षदेखि यता चाहिँ एआई रिलेटेड प्रोजेक्टहरू पनि हामी गराउँदै आइरहेका छौँ र विशेष गरेर एआई रिलेटेड प्रोजेक्टहरूमा चाहिँ हामीले अब पार्किन्सन्स डिजिजहरू इमेजहरूलाई लिएर ब्रेनको चाहिँ इमेजहरूलाई लिएर चाहिँ पार्किन्सन्स डिजिजहरूको चाहिँ डिटेक्सनदेखि लिएर र त्यस्तै गरेर मेसिन लर्निङहरू र यो विभिन्न डिप लर्निङहरूको हैन यो प्रयोग गरेर गर्ने चाहिँ गरेका छौँ र त्यस्तै वेट ल्याबमा चाहिँ हामीले चाहिँ क्यान्सर सेल्सतिर चाहिँ काम गरिरहेका छौँ र स्पेसली क्यान्सर ट्रिटमेन्टमा चाहिँ न्यानो पार्टिकलहरूलाई चाहिँ प्रयोग गरेर र फोटोडाइनामिक थेरापीलाई चाहिँ युज गरेर क्यान्सर सेलहरूलाई चाहिँ मार्नलाई हामीले चाहिँ विभिन्न किसिमको चाहिँ प्रयोगहरू रिसर्चहरू चाहिँ गर्दै आइरहेका छौँ। आधुनिक सूचना प्रविधिको मेरुदण्ड मानिने कम्प्युटर इन्जिनियरिङ कार्यक्रम पनि एनआइईटीको प्रमुख आकर्षण हो। हार्डवेयर र सफ्टवेयरको एकीकृत अध्ययन, एम्बेडेड सिस्टम, डिजिटल डिजाइन तथा नेटवर्किङ सम्बन्धी ज्ञान प्रदान गर्ने यस कार्यक्रमले विद्यार्थीहरूलाई आधुनिक कम्प्युटिङ संसारका लागि तयार बनाउँछ। सैद्धान्तिक अध्ययनसँगै व्यावहारिक अभ्यासमा जोड दिने भएकाले विद्यार्थीहरू अध्ययनकै क्रममा व्यावसायिक दक्षता हासिल गर्न सक्षम हुन्छन्। इन्डस्ट्रीसँग कनेक्ट गराउनको लागि सो आई बिन वर्किङ इन द इन्डस्ट्री फर लास्ट 15 years एज अ सफ्टवेयर इन्जिनियर एन्ड देन इभन एज अ सिटिओ फर टेक कम्पनीज हैन। भित्रको बाहिरको कम्पनीहरू एआई नन एआई सबै प्रोडक्टहरू मैले त्यस्तो खाले सफ्टवेयरमा काम गरेको छु। त्यही नै मैले स्टुडेन्टहरूलाई चाहिँ ट्रान्सफर गर्नको लागि मेरो जति पनि नलेज छ त्यो चाहिँ ट्रान्सफर गर्नको लागि म यहाँ आएको छु। एनआइईटीको सफलता पछाडि यसको अनुभवी र समर्पित प्राध्यापकको टोलीको महत्त्वपूर्ण भूमिका रहेको छ। यहाँका शिक्षकहरू केवल अध्यापक मात्र नभई विद्यार्थीका मार्गदर्शक र प्रेरणाका स्रोत हुन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका प्राध्यापकहरूले विद्यार्थीलाई ज्ञानसँगै नेतृत्व, अनुसन्धान र नवप्रवर्धनको संस्कार प्रदान गरिरहेका छन्। अब इन्जिनियरिङ भयो भनेपछि प्र्याक्टिकल त हुने नै भयो। त्यसमा पनि हामी मिनी प्रोजेक्ट भनेर सञ्चालन गर्छौँ। 4th सेमेस्टरमा मिनी प्रोजेक्ट सञ्चालन गर्छौँ। लास्ट सेमेस्टरमा चाहिँ प्रोजेक्ट भनेर सञ्चालन गर्छौँ। अब अहिले भर्खर लास्ट इयरदेखि युनिभर्सिटीले नै इन्टर्नको प्रोग्राम पनि राखेको छ। त्यसैले यहाँको स्टुडेन्टहरू चाहिँ जस्तै नेपालको हस्पिटलहरूमा इन्टर्न गर्नुहुन्छ, आइटी कम्पनीहरूमा इन्टर्न गर्न जानुहुन्छ। त्यसले गर्दा उहाँहरूलाई चाहिँ प्र्याक्टिकल्ली बुझ्नमा धेरै हेल्प पुगिरहेको छ। आधुनिक शिक्षाका लागि आवश्यक पूर्वाधारको विकासमा पनि एनआइईटी अग्रणी छ। अत्याधुनिक कम्प्युटर प्रयोगशाला, उच्च क्षमतायुक्त वर्क स्टेसन, एफपीजीए डेभलपमेन्ट बोर्ड तथा उद्योगमा प्रयोग हुने आधुनिक सफ्टवेयरहरूले विद्यार्थीहरूलाई व्यावहारिक सिकाइको उत्कृष्ट वातावरण प्रदान गर्दछ। हामी कहाँ बायोमेडिकल ल्याब छ र हामी काठमाडौँको धेरै हस्पिटलहरू र रिसर्च सेन्टरहरूमा चाहिँ स्टुडेन्टहरूलाई चाहिँ ल्याब गर्नको लागि पनि जान्छौँ। जस्तै यहाँ धेरै ठुल्ठुलो इन्स्ट्रुमेन्टहरू यहाँ कलेजमा राख्न सम्भव नहुने खालको त्यस्तो खालको ल्याबहरू गर्न हामी
युनिभर्सिटीहरू रिसर्च सेन्टरहरू अरू युनिभर्सिटीहरूसँग पनि कोलाबरेट गरेर त्यहाँ पनि लान्छौँ र हामी एआई ल्याब पनि नयाँ एआई ल्याब चाहिँ हाम्रो बनाउँदैछौँ र त्यसमा चाहिँ लेटेस्ट टेक्नोलोजीमा एआईतिर चाहिँ हामी अलि किनकि एआई इन हेल्थ केयर भन्ने हामी एकदमै यो बायोमेडिकल र एआईलाई चाहिँ एकैसाथ लैजान खोजिरहेका छौँ। मेन उपलब्धि भनेको त हाम्रो स्टुडेन्टहरू अहिलेको जुनसुकै हस्पिटलमा गएर बायोमेडिकल इन्जिनियर भन्ने बित्तिकै एनआइटीको प्रोडक्टहरू नै हुनुहुन्छ। त्यो नै हाम्रो सबभन्दा ठुलो उपलब्धि म मान्छु किनकि अहिलेको जमानामा चाहिँ हामी मेडिकललाई चाहिँ टेक्नोलोजीसित कम्बाइन गरेर चाहिँ अब सोसाइटीलाई चाहिँ हेल्प गर्ने मेन उद्देश्य भनेकै सोसाइटीलाई हेल्प गर्ने र हाम्रो प्रोडक्टहरूले त्यो गर्न सक्षम भइराख्नु भएको छ। बायोमेडिकलमा पनि मास्टर्स लेभलको प्रोग्रामहरू गर्ने अहिलेसम्म हामीसँग ब्याचलर्स लेभलको प्रोग्राम मात्रै छ। मास्टर्स लेभलको प्रोग्राम पनि रन गर्ने भविष्यमा चाहिँ हाम्रो लक्ष्य छ। VLSI डिजाइन, एम्बेडेड सिस्टम विकास, नेटवर्क सुरक्षा तथा अन्य आधुनिक प्रविधि सम्बन्धी उपकरणहरूको प्रयोग मार्फत विद्यार्थीहरूले वास्तविक उद्योगको अनुभव प्राप्त गर्ने अवसर पाउँछन्। विगत 2 दशकको यात्रामा NIETले हजारौं दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै नेपालको प्राविधिक शिक्षामा महत्त्वपूर्ण योगदान पुर्याएको छ। यो कलेज किन रोज्ने भन्दा पहिलो कुरो त बायोमेडिकल पढ्न इच्छुक हुनुहुन्छ भने हामी जतिको एक्सपिरियन्स भएको यति 2005 देखि 18औं ब्याच निस्किसकेको होइन यहाँ कलेज अब अरू छँदा पनि छैन र भए पनि अब हामीसँग कम्पिट गर्न गाह्रो पनि पर्छ। हाम्रो एक्सपिरियन्स एकदमै धेरै छ। अर्को कुरा भनेको एआई र कम्प्युटरमा पनि हामीले अघि पनि भनिहालेँ मैले एआईलाई चाहिँ बायोमेडिकलसित इन्टिग्रेट गरेर हामीले त्यसमा रिसर्चहरू गर्ने सोचिरहेका छौँ। त्यसैले एआई र कम्प्युटर पनि अरू ठाउँमा भन्दा यही कलेजमा पढ्नुभयो भने तपाईँलाई चाहिँ एक्सपोजर हाई हुन्छ र एक्सपोजर पनि मेडिकल फिल्डतिर बढी एक्सपोजर हुन्छ। अनुसन्धान, नवप्रवर्तन, गुणस्तरीय शिक्षा र व्यावहारिक सिकाइलाई प्राथमिकतामा राख्दै नेसनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी NIET निरन्तर उत्कृष्टताको यात्रामा अघि बढिरहोस्, हाम्रो पनि शुभकामना।